हेलो गाइज वेलकम टु माई ब्लग सबैजनालाई मेरो ब्लग्समा स्वागत छ। मलाई त हेर्नु न मेरो लुक चाहिँ चेन्ज छ क्या आज है। सुजन सोल्टी भनेर चाहिँ कसले पनि चिन्दैन क्या आज त हेर्नु न मेरो लुक्स कस्तो छ गाइज भनिदिनु त नढाँटी भन्नु त तपाईँहरू। अलिकति छुट्टै खालको देखाएको छैन त आज बाघसँग छुट्टै देखिरहेको छ नि है सुजन सोल्टीलाई। हेलो दिदी वेलकम टु माई ब्लग। हाई गरिदिनु दिदी। साउट आउट टु मेरो दिदी है। अब दिदीले नि भन्नुहुन्छ कि दिदी सब्सक्राइब गर्न लगाइदिनु त सबैजनालाई। सुजन भाइको युट्युब च्यानल हो कि अहिले राम्रोसँग भन्नु न। सुजन भाइको युट्युब च्यानल सबैजनाले सब्सक्राइब गरिदिनु होला सबले लाइक कमेन्ट गरिदिनु होला है। यति राम्री मान्छेले भनेपछि अब तपाईँहरूले महाकसम सब्सक्राइब गरेन भने तपाईँहरूलाई पाप लाग्छ कि महाकसम गाइज है। सबैजनाले सब्सक्राइब भन्नु पऱ्यो है सुजन भाइको च्यानल। हेलो ब्रदरहरू वेलकम टु माई ब्लग्स। हेलो दिजु वेलकम टु माई ब्लग। हेलो दिजु के छ हल्ली सबै ठिक छ नि। हेलो गाइज। हेलो मेरो बहिनीहरू के छ चलपल ठिक छ। हेलो यहाँ आउन बहिनी। दाइको च्यानलको नाम चाहिँ है यहाँ सुन्नु न। यहाँ आउन मेरो भाइ के छ। यहाँ तिमीलाई त चुप्प गरिदिनु तिमीले त ह्यान्डसम हेर न। यो भाइ चाहिँ मा ठुलो भएपछि ह्यान्डसम हुन्छ कि कति गोरो छ नि है। गोरो छ नि। अनि यो बहिनी पनि ओहो हो बहिनी पोज देऊ न ल पोज देऊ न एउटा यस्तोवाला होइन अब यस्तोवाला सबैजनाले टाटा है मेरो भाइ बहिनीहरू है। सब्सक्राइब गर्ने है मम्मीको मोबाइलमा सबैजनाले। यो गाडीमा चाहिँ मान्छेहरू चाहिँ अहिले फुल भरिसक्यो हो। मान्छे छैन यो गाडीमा है। तेरिका अलिकति सुजन सोल्टीले चाहिँ अलिकति धेरै मान्छे भएको ठाउँमा बोलाउन चाहिँ एकदम मजा आउँछ कि गाइज है। यहाँ त मान्छे नरहेछ कि नत्र महाकसम भित्र छिरेर चलपल हानिदिन्थ्यो कि सुजन सोल्टीले महाकसम। तर है यहाँ त मान्छे नरहेछ कि अब अर्को गाडीमा छिर्नुपर्छ नि त हामी। खोइ गाडीमा यो बसमा चाहिँ महाकसम छट्टाउन मजा आउँछ है गाइज। छट्टाउन मजा आउँछ है। हेलो दाजु वेलकम टु माई ब्लग्स। हेलो सबैजनालाई वेलकम। हेलो एक्सक्युज मी दाइ यो कहाँ जाने गाडी हो ब्रदर। हेलो गाइज सबैजनालाई वेलकम छ है त मेरो ब्लग्समा। सबैजनालाई वेलकम छ है मेरो ब्लग्समा। सुजन भाइको पारा छुट्टै छ है गाइज। महाकसम कहाँ जाने गाडी हो यो दाजु नढाँटी भन्नु त तपाईँहरू है। मलाई चाहिँ कोरिया जानुपर्ने थियो कि एक्चुअली है। अनि कोरियामा महाकसम त्यो किम जोङ उन भन्ने जाठको मैले खुन झार्नु पर्ने थियो कि त्यसले मलाई चित्त बुझेन क्या त्यो जाठको महाकसम। त्यही भएर म चाहिँ है यो गाडी चाहिँ कोरिया जाँदैन जस्तो लाग्यो। त्यही भएर म चाहिँ अब साइकल चढ्न गयो है गाइज है। सबैजनाले बाई बाई। आन्टी सुन्नु न त्यो डिएसपी दियाले त मलाई त महाकसम बिग फ्यान भनेर अटोग्राफ माग्यो कि। अनि त्यसपछि मैले चाहिँ घाँटीमै अटोग्राफ दिएर आयो क्या त्यहाँ जाठीको। ल आन्टी है बाई आन्टी बाई। हेलो दिदीहरू वेलकम टु माई ब्लग सबैजनालाई। हेलो गाइज वेलकम टु माई ब्लग सबैजनालाई। साउट आउट टु मेरो मिज्जू है। यो चस्मा चाहिँ मेरो मिज्जूले गिफ्ट गरे हो। अनि यो चाहिँ मदन रोका मेरो साथी है। मेरो साथीले गिफ्ट गरे हो। साउट आउट टु मदन रोका साउट आउट टु मेरो मिज्जू। सबैजनाले साउट आउट दिन्छ कि सुजनले। महाकसम सुजाने भनेको छुट्टै खालको ब्लगर हो कि महाकसम युनिक खालको ब्लगर हो कि। जताततै चलपल हान्दै हल्ला गर्दै हिँड्ने जाठा बहुला हो कि महाकसम। सबैजनाले है सकेसम्म सबैजनाले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु है साथीभाइहरूमा। सुजन भाइको महाकसम। हेलो दाजुहरू वेलकम टु माई ब्लग। के छ मेरो दाजुहरू। जाठा कुन चाहिँ मेन्टल हस्पिटलबाट आएछ यो जाठा भनेर चाहिँ है। त्यस्तो चाहिँ नसोचिदिनु तपाईँहरूलाई हँसाउनको लागि मात्र मैले यो सब गरिरहेको कि गाइज है। साउट आउट टु मेरो भाइहरू है। के छ मेरो भाइहरू वेलकम टु माई ब्लग। दाइको च्यानलको नाम चाहिँ सुजन टिएमएक्स छ के अरे। यस युजेएम सुजन टिएमएक्स छ। अनि भाइहरूले चाहिँ सब्सक्राइब हानिदिनु पऱ्यो कि। म चाहिँ एक्चुअली भाइ है म चाहिँ जोडी मिलाउने काम पनि गर्छु कि। म ज्योतिषी हो कि। ज्योतिषी प्लस महाकसम यो मेडिटेसन गर्ने मान्छे हो कि। म चाहिँ मेडिटेसन पनि हान्छु कि बेला बेला। मेडिटेसन हान्ने मान्छे हो कि। आज चाहिँ म अलिकति छुट्टै लुक्समा आएको हो कि बाबाजी बनेर। त्यही भएर म चाहिँ बाटो मेडिटेसन हान्दै हिँडिरहेको छु कि। मेरो घर चाहिँ यता खास चाहिँ मेरो घर चाहिँ लमजुङ हो। साउट आउट टु लमजुङ मेरो प्यारो गाउँ है। मेरो प्यारो गाउँ मेरो हिले बजार सबै केटाहरूलाई साउट आउट है। मेरो हिले बजारको केटाहरू सबैजना साउट आउट। मेरो खास घर चाहिँ लमजुङ हो। अहिले चाहिँ म यता विशाल चोकमा बस्छु होइन। अनि आज चाहिँ म यता काम परेर हो कि। म एक्चुअली काम पनि गर्छु। अनि यो काम सकिने बित्तिकै म भ्लगिङ सुरु गरिहाल्छु कि। अलिकति छट्टाउन चाहिँ मजा आउँछ कि मलाई किन हो है। हेलो दिदीहरू वेलकम टु माई ब्लग। कति राम्री दिदीहरू। कसले हो माथिबाट खस्या हो कि मलाई हाने हो महाकसम। त्यसको म हात खुट्टा भाँचिदिन्छु। खोइ कहाँ गयो जाठामा। कोही छैन त यार महाकसम मेरो हातमै लाग्यो क्या जाठा। ए तेरिको टेक्ने बिल्कुल ए भाइ तिमीहरूसँग त यार गफै सकेन त यार। मेरो भाइ के छ चुप्पा खान मिल्छ मेरो भाइ ह्यान्डसम छ नि यारमा। भाइहरू दुईजना ह्यान्डसम लाग्यो मलाई है। अब तपाईँहरूले यो दुईजना भाइमध्ये को मन पऱ्यो। ए तेरिको म त एक्चुअली है गाइज है
एक्चुअली मलाई चाहिँ ह्यान्डसम भन्न मिल्दैन है, मलाई चाहिँ पागल भन्न चाहिँ मिल्छ, ह्यान्डसम भन्न चाहिँ मिल्दैन है। त्यो भाइहरूले मागेको छ मलाई अलिकति उक्साउनु चाहिँ त्यस्तो भने जस्तो लाग्यो, तर म ह्यान्डसम चाहिँ छैन, म पागल चाहिँ छु है, अलिकति मेन्टल है भाइ है। तिमीहरूले फेरि म हेरेँ, तिमीहरूले फेरि म केटीसेटी दामी खालको केटी छ कि मसँग है म्यासेज गरिरहेको छ, बोयफ्रेन्ड चाहियो साइफ्रेन्ड चाहियो भन्दै है। तिमीहरूलाई मिलाइदिन्छु भन्ने मेरो प्लान थियो, अब त क्यान्सल गरिदिनुपर्छ क्या प्लानै, मेरो प्लानै है गाइज है। यो भाइहरू चाहिँ मागेको छ मेरो सपोर्टमा आउँदै आएन कि, तर सब्सक्राइब त गर्छ नि तिमीहरूले, ढुक्का हो है। ल म गएँ है भाइ, ल है फेरि भेट्दै गरौँला नि मेरो भाइहरूलाई। ल म चाहिँ अब यो गाडीभित्र छटाउन जानु पऱ्यो कि है, म चाहिँ अब यहाँ गाडीभित्र गएर हल्का मचाउँछु कि मागेको तपाईँहरूलाई हँसाउनुको लागि, तपाईँहरूलाई हँसाउनुको लागि कि है, तपाईँहरूलाई हँसाउनुको लागि जस्ट तपाईँहरूलाई हँसाउनुको लागि है। म त्यस्तो पागल सागल चाहिँ होइन कि। एक्चुली है गाइज है, गाडीभित्र बसेर महाकसम जसले वाग्ने पाद्ने काम गर्छ नि जाट्ठा, त्यसलाई चाहिँ म कट्टा हान्छु कि महाकसम। गाडीभित्र बसेर वाग्नु पार्नु चाहिँ भएन है, सबैजनाले सुनिदिनु है मेरो कुरालाई, यो बाबाजीले भनेको कुरालाई चाहिँ राम्रोसँग ध्यान दिएर सुनिदिनु है। गाडीभित्र बसेर वाग्ने पार्ने चाहिँ कसैले नगरौँ है गाइज, नत्र महाकसम है मलाई चिन्नु भएको नि महाकसम, म त कट्टा सट्टा हान्दै कट्टा सट्टा, मेरो त ग्याङ पनि छुट्टै छ कि। पुलिसहरूले नि मलाई बिग फ्यान भन्छ कि, इन्सपेक्टर दिया चाहिँ मेरो बिग फ्यान हो कि। बिहान भर्खर मैले घाँटीमा अटोग्राफ दिएर आएको त्यो जाठीलाई महाकसम। ल सबैजनाले टाटा है, सबैजनाले टाटा। हेर्नु न महाकसम, सुजान सोर्ली त महाकसम आजभोलि निकै हरामी भएको छ त हौ गाइज, बाटो छटफटै हिँड्छ चाटक महाकसम। मलाई त कुन दिन यार पुलिसले महाकसम भ्यानमा हालिदिएला भन्ने डर पो लाग्यो कि मलाई त तेरिका। बहिनी वेलकम टु माई ब्लग, के छ हो दिदी, चल पल ठिक छ, बाई बाई दिदी, बाई बाई। सुजान भाइ महाकसम दिमाग सिमाग खुसीको भ्लगर त्यस्तो चाहिँ नभनिदिनु है, तपाईँहरूको लागि हो कि मैले सब गरिरहेको। तपाईँहरू हँसाउनुको लागि चाहिँ म जस्ट अलिकति मेरो क्यारेक्टर चेन्ज गरेँ हो कि, अलिकति मेरो म चाहिँ रियल लाइफमा त्यस्तो छैन कि है, म रियल लाइफमा त्यस्तो छैन कि। रियल लाइफमा चाहिँ म एकदम लाटो हो कि, म त्यति साह्रै बोलिराख्न पनि मन लाग्दैन। जस्तो तपाईँहरूलाई हँसाउनुको लागि मैले कन्टेन्ट नयाँ कन्टेन्ट दिन खोजेँ हो, तपाईँहरूले त्यो बुझ्दिनँ है। रियल लाइफमा म महाकसम एकदम सोझ हो क्या, केटीहरूलाई देख्ने बित्तिकै यसरी मुख छोएर हिँड्छु क्या रियल लाइफमा त। रियल लाइफमा त यस्तो छ कि म है मेरो नयाँ लुक छ है। अझ चाहिँ म बाबाजी भनेर हिँडिरहेको छु कि बाटो छटाउँदै कुन चाहिँ जाट्ठा बाउला रहेछ भनेर मलाई पुलिस आएर महाकसम भ्यान स्यानमा हालेर लग्दैन भनेर त्यस्तो डर पनि छैन क्या महाकसम है। पुलिसहरू चाहिँ महाकसम मेरो बिग फ्यान हो कि, पुलिसहरूसँग चाहिँ महाकसम मेरो डेली रुममा उड्ने बस्ने चाहिँ भइरहेको छ क्या। बिहान भर्खर म पुलिसहरूसँगै बसेर चिया र चुरोट खाइरहेको है गाइज है। इन्सपेक्टर दिया चाहिँ मेरो बिग फ्यान हो कि है। बिहान भर्खर मैले घाँटीमा अटोग्राफ दिएर आएको हो त्यो जाठीलाई महाकसम, साँच्चै भन्नुपर्दा तपाईँहरू है जोक गरे जस्तो लाग्छ होला, तर महाकसम पुलिसहरू म देखेर डराउँछ क्या गाइज, पुलिसहरू म देखेर डराउँछ बाजे। सुन्नु न यस्तै काम छ कि खुट्टै यस्तरी काम छ महाकसम। पुलिसहरू त सबैजनालाई साउट आउट टु मेरो लमजुङको केटाहरू, साउट आउट टु मेरो चितवनको केटाहरू, सबैजनालाई साउट आउट छ है महाकसम। एक्चुअली गाइज है साँच्चै भन्नुपर्दा म चाहिँ महाकसम 2 वर्ष हिचाटा कम्पनीमा काम गरेर आएको, त्यही भएर मलाई चाहिँ मान्छेहरू छक्का बनाउनु चाहिँ एकदम मजा लाग्छ कि कसम है आन्टी। मलाई चाहिँ एकदम मान्छेहरू छक्का बनाउनु एकदम मजा लाग्छ कि, हुन्छ नि यो भित्रैबाट महाकसम यस्तो ह्याप्पिनेस मिल्छ नि, मान्छेहरू छक्का भयो भने हेलो दाजु वेलकम टु माई ब्लग, हेलो सबैजनालाई, हेलो 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 चितवनवासी, हेलो बस पार्कवासीहरू सबैजनाले हेलो 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 वेलकम टु माई ब्लग, सबैजनालाई साउट आउट दिन्छ है। सुदाठेले महाकसम कुन चाहिँ भाउला जाट्ठा रहेछ भनिरहेको होला कि महाकसम, मान्छेहरूले त्यस्तो सोचिरहेको होला मलाई त है। तर महाकसम है गाइज म त्यस्तो चाहिँ छैन कि रियल लाइफमा कि है। एक्चुअली है साँच्चै भन्नुपर्दा कि यहाँ सुन्नु न बहिनी है, म चाहिँ एक्चुली है बहिनी यहाँ सुन्नु न, ए बहिनी रिसाउनु भयो नरिसाउनु नि बहिनी है, नरिसाउनु है बहिनी। ल बहिनी बाई बाई है बहिनी, मेरो बहिनी नरिसाउनु हस् ल है। बिग रेस्पेक्ट टु मेरो बहिनी है, रिसाउनु भयो कि है। म चाहिँ अलिकति तपाईँहरूलाई अलिकति इन्टरटेन गर्नको लागि चाहिँ बाउलाउँदै हिँडिरहेको, तर बहिनी रिसाउनु भयो, सरी। त्यसको लागि आइएम भेरी भेरी सरी बहिनी है, रेस्पेक्ट बिग रेस्पेक्ट। महाकसम रियल लाइफमा म त्यस्तो छैन कि केटीहरूलाई मनैदेखि रेस्पेक्ट दिन्छ कि रियल लाइफमा चाहिँ है गाइज। रियल लाइफमा म त्यस्तो छैन कि, रियल लाइफमा एकदम सोच हो कि तपाईँहरूले है सुजान भाइको कन्टेन्ट, सुजान भाइको भिडियोहरू कस्तो लागिरहेछ भन्नु त, नढाँटी भन्नु त फेरि, नढाँटी भन्नु नि फेरि। म त महाकसम घरमा आएर कट्टा सट्टा हानिदिन्छु नि गाइज है फेरि महाकसम। हेर्नु न गाइज म त बाबाजी भनेर हिँडिरहेको छु त महाकसम। ओहो हेलो बहिनी वेलकम टु माई ब्लग, हेलो आन्टीजी वेलकम टु माई ब्लग, हेलो आन्टीहरू कति राम्रो हो तपाईँ त आन्टी, हेलो आन्टी वेलकम टु माई ब्लग। आन्टी ए नलजाउनु आन्टी त्यतिखेरिको आन्टी त लजाइदिएर आयो क्या विचार है, त्यतिखेरिको यो जाट्ठा कुन चाहिँ बाउला रहेछ भनेर लजायो क्या। हेलो आन्टी वेलकम टु माई ब्लग, हेलो बाबु के छ, तिमी ठुलो भएपछि महाकसम म जस्तो चौपली हुनुपर्छ है भाइ है। यहाँ सुन त दाइको च्यानलको नाम चाहिँ सुजान टी एमएक्स छ, तिमीले नै सब्सक्राइब गरिदिऊ ल, तिम्रो मम्मीको फोन सुनिदिऊ सब्सक्राइब हानिहाल है। हस् ल बाई बाई मेरो भाइ प्यारो भाइ है, बाई 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 मेरो प्यारो भाइ, हेलो बाई बाई आन्टी, हेलो।
एक्सक्युज मी है दाजु एक्सक्युज मी दाजु एक्सक्युज मी कसम यहाँ एउटा टिकटक बनाएर चाहिँ जानुपर्छ है गाइज म अहिले तपाईँहरूले एकछिनमा भेट्छु कि फेरि तपाईँहरूमा कसम स्किप नगरिकन हेर्नु न मजा आउँछ कि मेरो भ्लग हेर्न कसम अब म चाहिँ एकछिन टिकटक बनाएर जान्छु कसम यहाँमा है टिकटक म त गाइज है युट्युबर मात्र होइन म त टिकटकर पनि हो कि कसम टिकटकर पनि हो कि एक्चुअली म चाहिँ कसम 2 वर्ष जति हिचाडा कम्पनीमा काम गरेर आएको कि त्यही भएर मलाई चाहिँ मान्छेहरू छक्का बनाउनु चाहिँ एकदम मजा लाग्छ कि है मान्छेहरू छक्का हेर्नु न सबजना छक्का परिरहेको छ कुन चाहिँ जाँठा बोल आएछ यो भनेर है त्यतिका कसम गाइज है त्यही भएर कसम सुशान्त भाइले चाहिँ आज भोलि है अलिकति दिमाग सिमागले नि काम गर्दैन अरूको त कसम दिमागमा 75% पानी हुन्छ भन्छन् त मेरो त 90% निस्केको रिपोर्टमा डक्टरले भन्यो कि बिहान भर्खर कसम त्यही भएर चाहिँ कसम मेरो दिमागले काम नगरेको हो अरे कि त्यस्तो भन्छ क्या डक्टरले पनि त्यही भएर म चाहिँ गाइज यहाँ सुन्नु न एकछिन एउटा खतरा खालको टिकटक बनाऊँ अनि त्यसपछि फेरि म तपाईँहरूसँग फेरि भेट्छु ल हस् सबैजना है हेर्नु त फलफुल पसल केरा सेरा नि पाउँदो रहेछ है गाइज यहाँ त केरा आँप अनार के हो यो स्याउ सुन्तला सबै पाउँदो रहेछ केरा पनि पाउँदो रहेछ है गाइज यो पसलमा त हेलो आन्टी वेलकम टु माई ब्लग हेलो दिजु वेलकम टु माई ब्लग हेलो सबैजनालाई हेलो नमस्कार बिग रेस्पेक्ट सबैजनालाई बिग रेस्पेक्ट है रियल लाइफमा त म त्यस्तो छैन है गाइज फेरि अलिकति कन्टेन्टको लागि मात्र तपाईँहरूलाई अलिकति हँसाउनको लागि चाहिँ म बाटो छटाउँदैन है रियल लाइफमा म त्यस्तो छैन है एकदम सोझो हो केटीहरूलाई मनैदेखि रेस्पेक्ट दिन्छ रेस्पेक्ट टु हाम्रो दिदी रेस्पेक्ट टु मेरो सानो बहिनी सबैजनालाई रेस्पेक्ट छ है रेस्पेक्ट छ सुजान सोल्टीको तर्फबाट सबैजनालाई रेस्पेक्ट छ है रेस्पेक्ट छ हेलो आन्टीजी चपाउँदै जान्छु नि त बाटो मिल्छ कि नै भन्नु त अङ्कल अङ्कल ओहो आज पनि गाइज है हिजो नि मैले स्याउ पाएँ आज त अलिकति सानो रहेछ कि हिजो अलिक ठुलो थियो तर यो चाहिँ अलिकति सानो नै भयो कि सानो होइन धेरै सानो भयो कि आन्टी यो त हिजो त कसम यत्रो ठुलो स्याउ मलाई फ्रीमा दिएको एउटा आन्टीले हिजो भर्खरको कुरा हो कि यत्रो ठुलो दियो कि स्याउमा कोपार्दा मेरो दाँतेमा कसम हेर्नु न बाङ्गेको कि हेर्नु नै आजको लागि चाहिँ गाइज है यति नै है तपाईँहरूलाई अब कति हँसाउनु पाएँ कति हँसाउनु पाएन त्यो चाहिँ मलाई थाहा भएन तर आई होप तपाईँहरूलाई हँसो लाग्यो होला तपाईँहरूले इन्जोय गर्नुभयो होला अब चाहिँ म घरतिर लाग्दै हो है अब चाहिँ हामी नेक्स्ट भ्लगमा भेट्नुपर्छ है सबैजना स्टे ट्युन स्टे सेफ सबैजना राम्रोसँग बस्दिनु है सबैजनालाई टाटा सबैजनालाई बाई बाई नेक्स्ट भ्लगमा भेट्नुपर्छ योभन्दा बबाल खाले भ्लग लिएर आउँछु गाइज है म है तपाईँहरूलाई हँसाउनको लागि म चाहिँ कसम हक पार गरिदिन्छु कि नेक्स्ट भ्लगमा चाहिँ ल सबैजना स्टे ट्युन सबैजना आफ्नो ख्याल राख्नु होला हस् त टाटा सबैजनालाई धेरै माया है।